खुसीको क्षण थियो मेरो लागि हैन। लास्ट इयर मिस गरे थिए। T20 विश्वकप 2026 खेल थियो विश्व विजेता इङ्ल्यान्ड र उदयमान नेपाल बीच। खेलको अन्तिम ओभर 6 बलमा 10 रनको आवश्यकता। क्रिजमा थिए विस्फोटक लोकेश बम। के नेपालले इतिहास रच्न सफल भयो त? आजको भिडियोमा हामी चर्चा गर्नेछौँ त्यो सनसनीपूर्ण अन्तिम ओभरको, जसले नेपाली फ्यानको ढुकढुकी बढाएको थियो। 185 रनको विशाल लक्ष्य पछ्याएको नेपालले गजबको प्रदर्शन गर्यो। विशेष गरी 19औं ओभरमा 2 चौका प्रहार गर्दै लोकेश बमले खेललाई नेपालको मुठीमा ल्याइसकेका थिए। 15 बलमा 35 रन बनाएर खेलिरहेका लोकेश पूर्ण लयमा देखिन्थे। इङ्ल्यान्डका कप्तान ह्यारी ब्रुकले अन्तिम ओभरको जिम्मेवारी सुम्पिए अनुभवी साम करनलाई। पहिलो 2 बल लोकेशले मात्र 1 रन लिन सके। दबाव बढ्न थाल्यो। तेस्रो बल करण केसीले 1 रन लिएर लोकेशलाई स्ट्राइक दिए। चौथो बल लोकेशले कडा मेहनत गर्दै 2 रन जोडे। अब 2 बलमा 6 रन बाँकी। 5औं बल लोकेशले 1 रनको लागि कल गरे, तर करण केसीले रन लिन अस्वीकार गरे। बाउन्ड्री नै जितको एकमात्र विकल्प थियो। अन्तिम बल साम करणको सटिक योर्कर। लोकेशले ठूलो शट खेल्ने प्रयास गरे पनि मात्र 1 रन बन्यो। नेपाल मात्र 4 रनले पराजित भयो। अन्तिम ओभरमा एउटा पनि बाउन्ड्री प्रहार गर्न नसक्नु नै हारको मुख्य कारण बन्यो। साम करनले बीबीसीसँग भने, मलाई थाहै थियो मसँग राम्रो बलिङ गर्नु बाहेक अर्को विकल्प छैन। कप्तान ह्यारी ब्रुकसँगको सल्लाहले मलाई सटिक लेन्थमा बलिङ गर्न मद्दत गर्यो। लोकेश बमको प्रतिक्रिया, म ठुलो शटको खोजीमा थिएँ। मलाई थाहा थियो उसले योर्कर नै फाल्नेछ। यदि उसले एउटा मात्र बल मिस गरेको भए नतिजा अर्कै हुन्थ्यो, तर उसले कुनै पनि खराब बल फालेन। हार हारै हो, तर विश्व विजेता इङ्ल्यान्डलाई अन्तिम बलसम्म रोकेर राख्नु नेपालको लागि सानो उपलब्धि होइन। लोकेश बमको त्यो साहस र साम करणको त्यो सटिक बलिङलाई क्रिकेट इतिहासले सधैँ सम्झिनेछ। तपाईलाई के लाग्छ? के 5औं बलमा रन लिएको भए नतिजा अर्कै हुन्थ्यो? तल कमेन्ट गर्नुहोला।